त्यसपछि म गएँ सेकेन्ड फ्लोरमा एन्ड जाने बित्तिकै मैले ब्याग्सहरूको स्टल हेरेँ। यहाँनिर चाहिँ हरेक प्रकारको ब्याग थियो, ट्रेकिङ ब्याग, अफिस ब्याग, हरेक प्रकारको ब्यागहरू थियो। बट त्यो चाहिँ स्टलमा थियो होइन, भन्नाले सेलमा थिएन। अनि प्राइस चाहिँ हेरी थियो, बट बार्गेनिङ चाहिँ गर्न मिल्थ्यो होइन। अनि मैले यहाँनिर के नोटिस गरेँ भने यहाँनिर एक्सपेन्सिभदेखि लिएर मिडियमदेखि लिएर लो रेन्जसम्मको लुगा एन्ड एभ्रिथिङ जे पनि तपाईँलाई चाहियो मजाले पाउन सक्नुहुन्छ। प्राइस हेरी हुन्छ अनि ठाउँ ठाउँमा सेल पनि लागिरहेको हुन्छ। जस्ट लाइक यो टी सर्टको मात्र 250 थियो। ठाउँ-ठाउँमा सेल लागिरहेको हुन्छ अनि कुनै ठाउँमा फिक्स प्राइस हुन्छ अनि कुनै ठाउँमा बार्गेनिङ पनि गर्न मिल्छ। यहाँनिर चाहिँ सेल लागिरहेको थियो 500 मा 2टा एन्ड यो प्यान्टको मात्र 250 थियो, फरवाला थियो, यो पनि सेलमा थियो। एन्ड लुक एट दिस बडीकन 1 पिसेसको मात्र 500 थियो। त्यसपछि मैले अरू फ्लोरहरू पनि एक्सप्लोर गरेँ, उस्तै सामानहरू थियो। अनि टप फ्लोरमा चाहिँ मैले गएर लास्टतिर यो स्क्रन्चीहरू, इयररिङहरू भएको ठाउँ देखेँ एन्ड एकदमै राम्रो स्क्रन्चीहरू थियो, धेरै कलर अप्सनहरू थियो होइन। एन्ड मलाई चाहिँ न्युड नेल पोलिस चाहिएको थियो, त्यो पनि यहाँनिर थियो। 130 इच थियो एन्ड एकदमै धेरै राम्रो थियो। अनि मैले अहिले युज पनि गरिरहेको छ, अस्ति नै लगाएको, अहिलेसम्म गएको पनि छैन। एन्ड इयरिङ्सहरू थियो एकदमै ट्रेडिसनल अटायरमा जाने खालको, 100देखि लिएर 300 को रेन्जमा थियो। एकदमै ब्युटिफुल थियो। अनि लिप लाइनरहरू पनि थियो होइन, स्विस ब्युटीको पनि थियो, 100 मा थियो तर होइन। अनि अरू पनि धेरै क्युट स्टफहरू थियो। इफ हजुरहरूलाई चाहियो भने हजुर भिजिट गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ म लास्टतिर गएँ अनि म चाहिँ त्यहाँनिर सेट्सहरू हेरिरहेको थिएँ होइन। सो मेरो क्याट आईवाला चस्मा मसँग पहिला पनि थियो, बट त्यो कहाँ हरायो मलाई थाहा भएन। सो आई वाज कन्फ्युज बिट्विन दिस 2 सेड होइन। अनि लास्टमा फेरि मैले क्याट आईवाला नै पर्चेस गरेँ। यहाँ 650 भन्यो, मैले सिधा भने 300 एन्ड मैले 300 मै पाएँ। सो द्याट्स अल फर टुडेज भिडियो एन्ड नेक्स्ट कुन मार्केट हजुरलाई एक्सप्लोर गर्नु छ जस्ट लेट मी नो।